सालभन्दा पहिलादेखिको स्थापना भएको हो। अब हामी जाने बुझेको 16 सालमा हामी थाहा पाएको कुरा यो ठाउँमा चाहिँ यहाँ आउँदाखेरि यो घाँसहरू काट्दाखेरि यहाँ गोठालाहरू आएर बस्दाखेरि जनगामी गऱ्यो भने यहाँ बौलाउने बिरामी हुने पशु प्राणी पनि बिरामी हुने मान्छे पनि बिरामी हुने यस्तो भइरहेको रहेछ। त्यतिखेर यो मोठ मन्दिर काहीँ पनि के पनि बनेको थिएन। आज पूजा पनि चलेको थिएन। समाज चाहिँ यही हो भनेर राखेको पनि होइन। तर वर्षको एकखेर यहाँ त्यहाँनिर जात्रा लाग्थ्यो। मुसिरको धान्य चलनमा जात्रा लाग्थ्यो वर्षको एकखेर। अनि पछि धेरै मान्छेहरू बिरामी भएपछि धेरै पशु प्राणी बिरामी भएपछि यो ठाउँमा आयो कि बिरामी हुने यो ठाउँमा आयो कि बौलाउने के भएको भनेर यहाँ आउने समाजहरूले तलास गर्दाखेरि यो ठाउँमा एउटा शिला भेट्टायो। अब यो शिला कस्तो किसिमको यो शिला ठुलो पनि नहुने छोयो भने कस्तो भने यहाँ घाँस काट्दाखेरि बौलाउने अथवा यो घाँस काटेर लगेर हालेको बस्यो पनि बिरामी हुने के भयो भन्दाखेरि एउटा ज्योतिषी लिएर आएर देख्नु भन्दाखेरि ज्योतिषीले के भन्नु भनेदेखि यहाँ शिवशक्ति जङ्गल छ। यहाँ फोहोर मैला गर्नु हुँदैन, वस्तुहरू चढाउनु हुँदैन। त्यहाँ तपाईँले आज पूजा चलाउनुहोस्, यो काहीँ पनि हुँदैन भनेर चाहिँ ज्योतिषले भनेपछि ज्योतिषको भनेअनुसारबाट यहाँ आज पूजा चलाएपछि त्यो सबै रोकिन्छ। रोकिएपछि अब यो घाँस अहिले पनि काट्नु हुँदैन। यो घाँस हेर्नुहोस् यहाँ मादाने घाँस हो। यो अहिले पनि काट्नु हुँदैन, कसैले छुँदैन। यो छोयो भने बौलाउने बिरामी हुने यताउता सब भइहाल्छ। र यो शिव पार्वतीको यहाँ त्यहाँ नाग मन्दिर हो। त्यो एउटा व्यक्तिले बनाएको। अनि सिदारी नाग भने यहाँ छ। सिदारी नाग भने यहाँ वनदेवी यहाँ छ। यहाँ सेतो बाघ निस्किने रहेछ। सेतो बाघ निस्किएर यहाँ गाउँमा यताउता सबै ट्रस्ट पारेपछि अनि यहाँ आएर पूजा गरेपछि सबै सानो हुने बाघले दुःख नदिनु। त्यो पहिला कति साल कुरा भयो भने 20-25 सालको कुरा हो। अनि त्यसपछि यहाँ जात्रा चोखो नीति गऱ्यो। यहाँ सेतो बाघ निस्किनसँग आज पूजा चलाउने गरे। त्यति गरेर यहाँ रोक्नु भयो। अनि समाज पनि धेरै बढ्दै गयो। अनि यहाँ राधा कृष्ण मन्दिर एउटा व्यक्तिले बनायो। यो नाग मन्दिर एउटा व्यक्तिले बनायो। अनि यहाँ होम पूजा व्यक्तिले बनायो। यहाँ जुन व्यक्तिले मन्दिर बनाएको कुराको खलिफा भएको जे माग्यो त्यो भयो। तर विदेश जानु पाऊँ भनेर यहाँ आएर रुचि गर्दा पनि उठ्नु विदेश जान्छ। म मोडल नयाँ मोडल किन्छु भनेर यहाँ एउटा रुचि गऱ्यो भने मोडल मगुनेश्वर महादेव भनेर लेखिरहेको छ। जति मगुनेश्वर महादेव भनेर लेखेको यहीँबाट चाहिँ उपलब्ध भएको मन्दिरको निर्माण गरेको चाहिँ मन्दिरको निर्माण सहयोग सेवाबाट सबै सालमा फौजी आएपछि यहाँको शक्ति ठुलो रहेछ। मैले माने भनेर भगवान् यसुले चाहिँ नि मान्छे लगाएर म यो एउटा थपना गरिदिन्छु भनेर यहाँ शिवजीको भनेर यहाँ थपना गर्नु यहाँ ठुलो शक्ति रहेछ। मैले थाहा पाएँ भनेर भगवान् यसुले भन्नुभएको भण्डारा क्या मुस्न परेन यो त लागि होला यहाँ आउँछ यो चाहिँ त्यसै लागि किन आफ्नो पूजा लड्यो भने पनि एउटा काँपेको थाहा हुँदैन थियो। त्यस्तो भिड थियो। अहिले आएर यहाँका सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूले धेरै नै दुःख गरेर त्यो हातको नङ्ग्राहरू सायद उहाँहरूको त्यो चक्र नै लिएर गयो होला। त्यति दुःख गरेर राजमार्गदेखिबाट ल्याएर ढुङ्गा बालुवा सबै डालोमा
एउटा रुमालमा एउटा बोरामा बोकेर ल्याएर जसरी भए पनि ल्याएर उहाँले यस्तो बनाउनु भएको। अब के लाग्यो तपाईँलाई यो समाजले त्यसरी दुःख गर्नुको कारण चाहिँ के थियो के यहाँ साँच्चीकै सौचिनी हो यो होइन? शक्ति नभइकन कसरी यहाँ यत्रो जोड्थ्यो? केही भगवान्को केही शक्ति नभइकन यो यस्तो पक्कै पनि हुँदैन थियो। यहाँ जस्तो जुन इच्छा लिएर यहाँ आफ्नो मनको भावना के छ, मनोकामना देवी उहाँ हुनुहुन्छ होइन। त्यसै गरी यो चाहिँ हाम्रो यहाँको आदिवासीहरू चाहिँ भन्नुहुन्छ कि यहाँको मनकोमा जे इच्छा लागेको छ त्यो माग्दाखेरि पाइन्छ। जबकि वैदेशिक यात्रा जानलाई हो, आफ्नो छोरा सम्पत्तिहरू भन्ने हामीले विश्वास गरेका छौँ। भन्नुपर्दा यहाँ एकजना कार्कीजी हुनुहुन्छ, उहाँले यो मन्दिरमा बसेर धेरै वर्ष अगाडिदेखि सेवा गरिरहनु भएको। त्योभन्दा अगाडि त हाम्रो यहाँ एकजना पुजारीले भनिसक्नुभयो। उहाँ कार्कीजीले भन्नुहुन्छ कि यहाँ यता नागहरू, सेता नागहरू मैले चाहिँ देखेको छैन, तर यहाँ धेरै दिदीबहिनीहरूले भन्नुहुन्छ सेतो नाग, कालो नाग, यो रुख कहिले पनि काट्न पाइँदैन, यो रुख आफै भाँचिएर सुकेर झरेको झर्यो, होइन भने यसलाई चलाउन पाइँदैन, त्यो नागहरूले चाहिँ रिसाउने गरेको हुन्छ भन्ने यो पौराणिक कथामा आउँछ। यो पक्कै पनि हाम्रो ओमकार धुनीले यो मन्दिरलाई आएर एकचोटि आएर चाहिँ यो अवलोकन गरिदिनु हुनेछ भन्ने मैले आशा पनि लिएको छु। रामानन्द गिरी भयो, किशोर गौतम भयो, उहाँले ढाडेचल गर्दाखेरि यहाँ के छ होली होइन साँच्चै भनेर यहाँको शौचिलाई उहाँले अध्ययन गर्दाखेरि यहाँ साँच्चै नै शौची रहेछ भनेर हात्ती लिएर चाहिँ यहाँ चाहिँ परिवेश गरेका थिए। हात्तीबाट यहाँ चाहिँ फुलमाला बसाएका थिए किशोर गौतमले लिएर रामानन्द गिरीले 55 सालमा। अब त्यो धेरै कुराहरू मैले सुनिसकेको छु। उहाँहरूलाई नि विश्वास लागेर आउनुभयो, मलाई पनि विश्वास लागेको छ। यो सबै तपाईँ हाम्रो विश्वास हो। हामीले आज अमेरिकामा पनि चाहिँ हिजो हिन्दू धर्म नमान्ने अमेरिका जस्तो देश, त्यत्रो ठुलो देश, आज गीताको चाहिँ त्यहाँ पाठ हुन्छ, गीता मानिन्छ, त्यहाँ कृष्ण भगवानको चाहिँ मूर्ति बनाएको छ, त्यहाँ मन्दिर ठुल्ठुला बनाएको छ। र एउटा त्यहाँको वैज्ञानिकले यो ढुङ्गाको मूर्तिलाई पूजा गरेर के हुन्छ र यो ढुङ्गाको मूर्तिले के उपलब्धि दिन्छ, यो यसमा केही जीव छैन, यसमा जीव छैन, यसमा चाहिँ शक्ति छैन भन्ने कुराहरू चाहिँ अमेरिकाको एउटा वैज्ञानिकले भन्दाखेरि के रहेछ त भनेर इन्डियामा गएर एउटा मन्दिरमा एउटा पूजा गरिरहेको शक्तिशाली मन्दिरमा गएर एउटा घडी लगाउँदाखेरि त्यो घडी फेरि वर्ष दिन आउँदाखेरि त्यो घडी चलिरहेको अवस्थामा यो शक्ति रहेछ यसमा भनेर अहिले विश्वासको साथ उहाँ गीता पाठ हुन्छ र कृष्णको मन्दिरहरू, शिवको मन्दिरहरू बनिरहेको छ त्यस्तै देशहरूमा पनि। त्यस कारणले यो हिजो श्रीकृष्ण अष्टमी र यो मन्दिरबाट आज रथ यात्रा हुँदैछ। रथ यात्रा गर्दा गर्दै हाम्रो यो राधा कृष्णको चाहिँ मन्दिर, यो राधा कृष्णको मन्दिर भएको हुनाले यो राधा कृष्ण मन्दिरबाट चाहिँ हामीले आज राधा कृष्ण र राधालाई सिँगारेर रथमा रथ यात्रा गर्दैछौँ। त्यो रथ यात्रामा विभिन्न भक्तजनहरू चाहिँ श्रद्धालु भक्तजनहरू चाहिँ टन्न आइसक्नु भएको छ। अब पृथ्वी भगवानको रथ यात्राको समय बाटो भइसकेको छ। अब रथ यात्राको लागि रथलाई अलिकति अगाडि घसेरेर अगाडि जोड कतिले जो अगाडि जोडी राखेको छ त्यो बोर्डलाई दुईपट्टि बोरी समातेर यो तान्ने यता पछाडिबाट एकजनाले ढकल्ने अगाडिबाट चार पाँचजना बोरीमा बसेर अगाडिपट्टि चाहिँ बोरी बोराउने क्रम गर्दैन होला। सडकमा गाडी पनि गुडिरहेको छ। एकपट्टिबाट गाडीलाई साइडतिर कम्तीबाट मिलाएर धेरै हिँड्ने क्रम मिलाइदिनु होला। हाम्रो सुरक्षाको शक्ति जो हो
वृन्दावनैमा वृन्दावनैमा भैरव गीत गानु भयो वृन्दावनैमा भैरव गीत गानु भयो वृन्दावनैमा चल गगनजियो हाम्रो मनैमा भैरव गीत गानु भयो वृन्दावनैमा चल गगनजियो हाम्रो मनैमा हाम्रो कृष्ण भगवानको रथ यात्राको सुरक्षाको लागि हाम्रो सशस्त्र प्रहरी बल गैँडाल जनवारले पनि हामीलाई सुरक्षाको लागि सहयोग गर्न आइसक्नुभएको छ भने त्यसको इलाका प्रहरीकाले हाम्रो राष्ट्र नगरपालिका आठबाट हामीलाई यहाँ अहिले आजको सुरक्षाको लागि पनि सुरक्षाकर्मी साथीहरू यहाँ आउनुभएको छ हामीलाई सहयोग गरिरहेको छ भने आदरणीय महानुभावहरू त्यसरी हाम्रो मिडिया अभियान चालुबाट पनि हामीलाई अहिले सहयोग गरिदिनुभएको छ आदरणीय भाइ साथीले हामीलाई अब फोटो खिचिरहनु भएको छ भने त्यसै गरी हामीलाई अब यो टेकिनगर यात्रामा पनि यो मिडिया ल्याउनुको लागि सहयोग गरिदिने आदरणीय हाम्रो शिशुलाई दिदीलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु त्यसै गरेर अन्य सम्पूर्ण भजन कीर्तनका साथ नाचगानका साथ सबै नाच्नुहोला गाउनुहोला रमाउनुहोला अगाडि पनि नाच्दै गाउँदै रमाइलो गर्दै गर्नुहोला भगवान की लक्ष्मी भगवान की राम सुंदर भगवान श्याम सुंदर भगवान नाचगान गर्दै होला सबैले ताली बजाउँदै नाच्दै रमाइलो गर्दै होला लक्ष्मी भगवान की भगवान की गुरुवार धाम की आदरणीय कालीगढ नागेन्द्र ठाकुरजी कहाँ हुनुहुन्छ अब यहाँ उपस्थित भएर अगाडि उपस्थित भएर मिडियाको साथीले पनि यसो आह्वान हाम्रो मन्दिरको आयोजक समितिको तर्फबाट उहाँलाई धेरै भवानी कानुनबाट मान्छे प्रदान गर्नुभएको छ त्यसैले हामीलाई कार्यकर्ताहरूलाई धेरै धन्यवाद
त्यसैले आजको हाम्रो कृषि रथयात्रामा पनि हामीलाई प्रचार प्रसारको लागि सन्दीपमै खगन प्रचारको लागि आज भक्तजनहरू पनि सहयोग गर्ने क्रममा धेरै उठाइ छ भोलानाथ भोलाजी सपुत्रनाथ भगवानजी राधा बिना दुईजना साथी खेल्न जान्थे हातैमा समाते राधा बिना दुईजना साथी खेल्न जान्थे हातैमा समाते
महादेव मन्दिरमा के परि आउँछ हर कुरामा हाम्रो सोच परिवर्तनको लागि धेरै सहयोग पुऱ्याउनु भएको छ। आज उहाँको श्रीमती पनि हुन्छ भवानीको लागि उहाँले अध्यक्ष रहँदा उहाँले धेरै सहयोग गरिदिनुभएको छ। उहाँको सम्पूर्ण परिवारले सहयोग गर्नुभएको छ। हाम्रो मन्दिर समाज मन्दिरमा मात्र नभएर सम्पूर्ण मन्दिरमा सहयोग गर्नुभएको छ। त्यसैले हाम्रो सोच परिवर्तनको लागि उहाँको सम्पूर्ण बुढा आमा परिवारले पनि जारी भएर स्वागत गर्न लगाइदिनु होला। त्यो खाली विवाद नलाइदिनु
आचार्यले तपाईँ यहाँ भजन कीर्तन गर्नको लागि हजुरलाई यहाँ अनुरोध गर्न चाहन्छु। श्रीगुण्ड छिरायो होला भजन सजिरहेको छ। अब तपाईँको पालो आइराखेको छ। तपाईँ यहाँ हार्मोनियम माइक्रोफोन तपाईँले हस्तान्तरण गरेर म एकछिन विश्राम लिन चाहन्छु। श्रीगुण्ड छिराउनु होला। श्रीनारायण भगवान जी, लक्ष्मीनारायण भगवान जी। अब ध्यानीमा हाम्रो आदरणीय आफ्नो साधनलाई कुनै आम्दानीको प्रभाव नठहराइकन उहाँले हाम्रो सहयोग दिनुभएको जस्तो गरी सुरक्षाकर्मी दाजुभाइहरूले पनि हामीलाई सबैले ताली बजाएर सबैमा साथ दिएर भजन कीर्तन गर्दै नाचगान गर्दै रमाइलो गर्दै अगाडि बढौँ। लक्ष्मीनाथ समारम्भां नाथयामनमाध्यमाम् अस्मदाचार्यपर्यन्तं वन्दे गोविन्दाय नमः। गोविन्देति सदा ध्यानं गोविन्देति सदा जपः गोविन्देति सदा स्नानं नित्यगोविन्दचिन्तनम्।
सम्झी भव सागर तार्ने भक्तलाई आफ्नो सम्झी भव सागर तार्ने हे प्रभु कृष्ण सखी बंसी बजाइदेऊ न हे प्रभु कृष्ण सखी बंसी बजाइदेऊ न तिम्रो घरस प्रभु बाटो देखाइदेऊ न तिम्रो घरस प्रभु बाटो देखाइदेऊ न प्रभु तिम्रो घरस प्रभु बाटो देखाइदेऊ न आउन प्रभु छेउमा बसी बंसी बजाइदेऊ न आउन प्रभु छेउमा बसी बंसी बजाइदेऊ न तिम्रो भजन गाउँछु प्रभुलाई सिकाइदेऊ न तिम्रो भजन गाउँछु प्रभुलाई सिकाइदेऊ न आउन प्रभु छेउमा बसी बंसी बजाइदेऊ न आउन प्रभु छेउमा बसी बंसी बजाइदेऊ न तिम्रो भजन गाउँछु प्रभुलाई सिकाइदेऊ न तिम्रो भजन गाउँछु प्रभुलाई सिकाइदेऊ न प्रभु कृष्ण सखी बंसी बजाइदेऊ न प्रभु कृष्ण सखी बंसी बजाइदेऊ न तपाईले हाम्रो घरमा आइदिनुहोस् न एउटा सम्झौता धान सम्झौता आउला सर्व ठुला नाचु बनाछु अरे त्यसको म धान छोडेर आउँछु तपाईँको घरमा तपाईले मेरो घरमा आइदिनुहोस् होइन भक्तले डाकेपछि पक्कै पनि कृष्ण आउँदा हुनुहुन्छ के गरेर भन्दाखेरि छम छम नाचेर अगाडि दिदीबहिनीहरू कतिको नाच्नु आएको छ त्यसै गरी भगवान पनि नाच्दै नाच्दै हाम्रो झोपडीमा आउँदै हुनुहुन्छ जो राधा सर्वेश्वर भगवानको कृष्णाष्टमी पर्व महिमाको रथयात्रा महोत्सवको आचरण रथयात्रामा सामेल हुनुभएको सम्पूर्ण भक्तजनहरू अहिले हामी भण्डारा राप्ती नगरपालिका अन्तर्गत वार्ड नम्बर 5 स्थित भण्डारा बजारमा हामी प्रवेश गरिसकेका छौँ। त्यसै गरी हामी अगाडि शासकालिका आइल स्टेटसम्म हाम्रो रथ लाने यहाँ हाम्रो पूर्व सूचनाअनुसार हामी गाउँसम्म जाने कार्यक्रम छ। यसकारण सम्पूर्ण सरकारी भक्तजनहरू आफ्नो सुरक्षा आफैले गरेर सुरक्षा निकायका सम्पूर्ण दाजुभाइले पनि देशभरि खटेर हामीलाई सहयोग दिएर आउनुभएको छ। यसै गरी अभियान च्यानलबाट पनि हाम्रो प्रत्यक्ष प्रसारणका साथसाथै अब भरे बेलुका पनि यहाँहरूले हाम्रो कार्यक्रम र क्षेत्रको कार्यक्रम देख्न सक्नुहुनेछ। अहिले पनि प्रत्यक्ष प्रसारण गरिरहनु भएको आदरणीय साथीभाइले यसै गरी स्वरमा पनि साथ दिइरहनु भएको छ भने अब पैदल यात्रामा पनि साथ दिएर रथलाई पनि आफ्नो रफ्तारमा दौडाएर हामीलाई धेरै सहयोग गर्नुभएको छ। यसलाई उहाँहरू सबैलाई श्री मुकुन्देश्वर महादेवको तर्फबाट धेरै धेरै धन्यवादको साथसाथै हाम्रो हरेराम हरेकृष्ण कीर्तन मण्डलको तर्फबाट पनि धेरै धेरै धन्यवाद। जाएगे काला हो लाई 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 मता जाएगे काला याद राम समवाई बाल गोपाला याद राम समवाई बाल गोपाला हो लाई 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 मता जाए गोपाला हो लाई 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 मता जाए गोपाला याद राम समवाई बाल गोपाला हो याद राम समवाई बाल गोपाला याद राम समवाई बाल गोपाला
बाल बच्चा सिक्किम भगवानको आचार्य हाम्रो कृष्ण श्रेष्ठ पनि यहाँ पुस्तकालय गाडीतिर कता हुनुहुन्छ अरे यहाँ हामीलाई सूचना प्राप्त भएको छ। अब 2-4वटा भजन कथाहरू उहाँको भजन पनि यहाँले श्रवण गर्न सक्नुहुनेछ। आदरणीय दाजु उहाँको शारीरिक अस्वस्थताको कारणले उहाँलाई केही समस्या होला, त्यसकारण बिस्तार बिस्तार आफ्नो रथ चसाइरहेको ट्र्याक्टरमा पाल्नु होला। उहाँ आइरहनु भएको वृन्दावनमा एक्लै गई गाई चराउने गौतमको रूपमा बसी बस्छु तिम्रो याद आउँछ मलाई बाल गोपाल तिम्रो याद आउँछ मलाई बाल गोपाल हैला 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 गाई गोपाल हैला 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 गाई गोपाल तिम्रो याद आउँछ मलाई बाल 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 गोपाल। ठुलोबाट महाकाल भगवानको Hey, hey!